हेलो साथीहरू, आज 2082 माघको 9 गते कर्मचारी सञ्चय कोषले विज्ञापन खुलाएको छ, जसमा सबै तहको लागि विज्ञापन खुलाएको छ। त चौथो, पाँचौं, छैठौं, सातौं र आठौं सबै तहहरूको लागि विज्ञापन खुलाएको छ। र यहाँ तह चौथोमा एप्लाई गर्नको लागि हजुरहरूले अस्ति कार्तिक 15 गते भएको प्री टेस्ट एक्जाममा पास हुनु भए मात्र पास भएको विद्यार्थीले मात्रै हो चौथो तहको सहायकमा एप्लाई गर्न पाउँछ भने पाँचौं तहमा एप्लाई गर्नको लागि प्री टेस्ट चाहिँदैन र चौथो तहमा प्री टेस्ट पास भएको विद्यार्थीहरूले मात्र एप्लाई गर्न पाउँछ। र यहाँ के भनेको छ भने यहाँ साफ भनेको छ, चौथो तहमा एप्लाई गर्नको लागि मान्यता प्राप्त यानी +2 पास हुनु पर्दछ र साथै लोकसेवा आयोगको मिति 2082 को कार्तिक 15 गते लिएको संगठित संस्थाको अप्राविधिक तर्फका सहायक स्तर द्वितीय श्रेणी वा चौथो तह वा सो सरहको पदको पूर्व योग्यता परीक्षामा उत्तीर्ण भई प्रमाणपत्र प्राप्त गरेको उम्मेदवारहरूले प्रमाणपत्र जारी भएको 1 वर्ष भित्र सो पदमा दरखास्त पेश गर्न सकिन्छ भनेको त्यो कार्तिक 15 गते भएको प्री टेस्ट एक्जाममा पास हुनु पर्दछ र त्यो पास भएको मितिले 1 वर्ष भित्र मात्र यसमा एप्लाई गर्न सकिन्छ भने कार्तिक 15 गते पास भएको विद्यार्थीहरूले चौथो तहमा एप्लाई गर्न सकिन्छ भने पाँचौं तहको प्रमुख सहायकको लागि के भनिएको छ भने यहाँ व्यवस्थापन यानी म्यानेजमेन्टमा ब्याचलर वा ह्युम्यानिटिजमा ब्याचलर गरेको विद्यार्थीहरूले पाँचौंमा एप्लाई गर्न सकिन्छ। छैठौंको लागि मास्टर्स चाहिन्छ र सातौं र आठौंको लागि मास्टर्स चाहिन्छ प्लस विद्यालयमा 5 वर्षको एक्सपिरियन्स चाहिन्छ भने चौथो र पाँचौं तहको लागि चौथो, पाँचौं र छैठौंको लागि एक्सपिरियन्स चाहिँदैन, तर चौथोको लागि प्री टेस्ट पास हुनु पर्दछ। र अब कतिवटा सिटहरू रहेको छ त, जस्तै यहाँ आठौंको प्रबन्धकको लागि मधेसीमा एउटा मात्र रहेको छ, सातौं उपप्रबन्धकको खुल्लामा एउटा रहेको छ भने सातौं उपप्रबन्धक कानुनको लागि खुल्लामा एउटा रहेको छ, अर्को सातौंको उपप्रबन्धक सूचना प्रविधिको खुल्लामा एउटा, उपप्रबन्धक यानी चार्टर्ड अकाउन्टेन्ट सीए को लागि खुल्लामा 2वटा र दलितमा एउटा, अनि सातौं उपप्रबन्धकको लागि खुल्लामा एउटा रहेको छ भने छैठौं सहायकको लागि प्रशासनमा खुल्लामा 4वटा, महिलामा 1वटा, आदिवासी जनजातिमा 1वटा, मधेसीमा 1वटा र छैठौं सहायक प्रबन्धकको लागि आदिवासी जनजातिमा मात्र एउटा रहेको छ भने यहाँ अब हेरौँ चौथो र पाँचौंमा मेन हाम्रो चौथो र पाँचौं हो भनेको चौथोमा प्रमुख सहायक वा प्रशासनमा खुल्लामा 9 जना, महिलामा 2 जना, आदिवासी जनजातिमा 2 जना, मधेसीमा 2 जना, दलितमा 1 जना, अपाङ्गमा 1 जना गरी जम्मा पाँचौंको लागि 17 भनेको पाँचौंमा जम्मा 17वटा सिटको लागि आवेदन खुलाएको छ भने चौथो सहायकको लागि प्रशासनमा खुल्लामा 2वटा र महिलामा 1वटा गरी चौथोमा 3वटा पद मात्र रहेको छ भने 3वटा सिट मात्र रहेको छ भने पाँचौंमा 17वटा सिट रहेको छ। र अब हेरौँ यहाँ आवेदन दिने अन्तिम मिति भनेको 2082 माघको 29 गतेसम्ममा हामी आवेदन दिन सकिन्छ भने सिंगल दस्तुरमा माघ 29 गतेसम्म र डबल दस्तुरमा फागुन 7 गतेसम्म हामी एप्लाई गर्न सकिन्छ। चौथो र पाँचौं तहको लागि 18 वर्ष पुगी पुरुषको हकमा 35 वर्ष ननाघेको र महिला र अपाङ्गको हकमा 40 वर्ष ननाघेको भने छैठौं पदको लागि छैठौंको केसमा 21 वर्ष पुरा भई 35 वर्ष ननाघेको तर महिला र अपाङ्गको केसमा 40 वर्ष ननाघेको हुनु पर्दछ भने यहाँ त्यो भन्दा यानी सातौं र आठौं पदमा 21 वर्ष पुरा भएर 35 वर्ष ननाघेको हुनु पर्दछ र अलरेडी कार्यरत कर्मचारी यानी बहालको कोषको स्थायी कर्मचारीहरूको हकमा उमेर लागू हुने छैन। दस्तुरको परीक्षा दिन दस्तुरको कुरा गर्ने हो भने छैठौं, सातौं र आठौंको लागि प्रत्येक विज्ञापनको लागि 1100 र 1100 र प्रत्येक समावेशी समूहको लागि 500 एक्स्ट्रा लाग्नेछ भने चौथो र पाँचौंको लागि 600 र समावेशी समूहको लागि थप 300 लाग्नेछ। धन्यवाद। कस्तो लाग्यो हाम्रो भिडियो हेरेर लाइक र सब्स्क्राइब